हेलो साथीहरू, मैले अस्ति रोपेको साग चाहिँ यत्रो भयो जुन मैले भिडियोमा पनि लगाएको थिएँ नि त रोपेकोहरू यत्रो भयो तर किराले खाएर सबै खत्तम बनाएछ कि बरु किराले खाएर सक्नुभन्दा बरु हामी आफै खाने भनेर टिप्न थाले तर कलिलो कलिलो एकदम दामी छ। त्यसमा अनि लसुनहरू पनि रोपेको थिएँ हल्का मिक्स गरेर धनियाँ अनि लसुनहरू पनि टिपेँ कि यो लसुनको पात चाहिँ फेरि मलाई एकदमै मनपर्छ क्या आलु फ्राई गरेकोमा लाउनु। अनि धनियाँहरू पनि टिपेँ, धनियाँ कलिलो राम्रै छ तर अचारको लागि टिपेको थोरै। अनि त्यस पछाडि ल्याएँ टिपेर ल्याएँ, त्यस्तो धेरै त छैन 2-4 बोट रोपेको तर हामी थोरै फ्यामिलीलाई पुग्छ। अनि धनियाँहरू ल्याएँ अनि लसुनको पत्ता धेरै, यता चाहिँ आलु पनि उसिन्दै यता अचारको लागि धनियाँहरू धुँदै गरेँ। साथीहरू यो चाहिँ आफ्नै बारीमा फलाएको है यो चाहिँ मैले। अनि अचारको लागि टमाटर पनि पाक्दै गरेको खानामा टक्क लाएर पाक्छ नि त अनि अचार रेडी। अनि त्यस पछाडि साग काट्न थालेँ, साग चाहिँ कलिलो छ एकदम दामी छ तर किरा चाहिँ एकदम लाग्यो कि धेरै त रोपेको थिएन 1-2 बोट। अनि काटेर रेडी गरेर कराई बसालेर टक्कसँगले तेलहरू खराएर होइन मेथी पड्काएर अदुवा थोरै लाएर म चाहिँ यसरी पकाउँछु है। हुन त आफ्नो आफ्नो टेस्ट हो, तपाईँहरू कसरी पकाउनुहुन्छ है। अनि त्यस पछाडि आलु पनि फ्राई गर्नु पर्यो भनेर त्यही कराईमा जिरा हालेँ अनि त्यस पछाडि खोर्सानी पनि डढाएँ अनि आलु फ्राई गरेँ जुन अघि उसिनेर आएको थियो नि त। अनि त्यस पछाडि आलु फ्राई गर्न थालेँ। म चाहिँ यस्तै बनाउँछु साथीहरू। अनि अचारको लागि पनि अचार पनि रेडी गरेँ अनि अन्डाको अम्लेट पनि बनाउनु पर्यो भनेर रेडी गरेँ अनि पकाउन थालेँ अन्डा पनि। अनि अन्डा पनि रेडी भयो। यस्तै छ साथीहरू, म चाहिँ यस्तरी बनाउँछु अनि खाना रेडी भयो साथीहरू।